विद्यालयमा फर्किए। यसरी यस विद्यालयमा यस कक्षा 7 मा म फेरि पुनः फर्किसकेपछि यस विद्यालयमा प्रवेश गरिसकेपछि मेरो हरेक गतिविधिले सकारात्मक सफलताको बाटोमा पाइला लम्काउन थाल्यो। सृजनात्मक सफलता सँगसँगै गत वर्ष कक्षा 8 को परीक्षामा उत्कृष्ट नतिजा लाई प्रतिभाशाली विद्यार्थीमा छनौट भई अध्ययन गरिरहँदा मैले कक्षा 10 को सी परीक्षामा पनि आफ्नो पूर्ण मेहनतका साथ उत्कृष्ट नतिजा ल्याउने अठोट लिएकी छु। यो अठोट लिँदै गर्दा मैले झ्याप्प सम्झिए, यदि मैले यो अठोटमा आलस्यता देखाए भने, यदि शिक्षकले पढाएको ध्यान नदिएर साथीसँग कुराकानीमा व्यस्त भए भने, यदि मैले आलस्य गरे भने मेरो उज्जवल भविष्यका निम्ति घाम पानी केही नभनी अहोरात्र मेहनत गर्नुहुने मेरा अभिभावक, आफ्ना छोराछोरीसँग हाम्रो शैक्षिक सफलताका निम्ति खटिरहनु भएका गुरुवर्ग, मैले कक्षामा उहाँलाई त छल्न सकुला, तर त्यो कक्षामा रहेको सीसीटीभी क्यामेराको निगरानी गरिरहनु भएका मेरा गुरुवर्गलाई छल्न सकुला त अहम सक्दिन। उपस्थित महानुभावहरू, हजुरहरूले आफैमा पनि अनुभव गर्न सक्नु।